नमस्ते, हरे कृष्ण। मलाई अत्यंत खुशी लागिरहेको छ कि श्रद्धेय बालेन्द्र शाह प्रतापी युवा, जसको प्रधानमंत्री को शपथ ग्रहण चैत्र महीना को रामनवमी तिथि में हुन गइरहेको छ र वहाँको निर्णय एकदम सराहनीय छ, सनातन को लागि प्रशंसनीय छ। वहाँ स्वास्तनी वाचन सहित शंख ध्वनि को नाद सहित बटुक भैरवहरूको सेवा सहित ब्राह्मणहरूको साथमा भक्तहरूको संगमा उहाँले वैदिक सनातन धर्म अनुसार जुन शपथ ग्रहण गरिरहनु भएको छ त्यसमा मलाई अत्यन्तै खुशी लागेको छ। मेरो हृदय गदगद भएको छ र साच्चीकै मलाई लाग्न थाल्यो कि देशमा अब कृष्ण भावना भवित को स्थापना हुँदैछ, भागवत भावना भवित समाज को निर्माण हुँदैछ, राम राज्य को अनुभूति हुँदैछ। यो ऐतिहासिक असाधारण दिव्य घटना हो। यो घटना अलौकिक छ। माननीय बालेन्द्र शाह नेपाली जनता द्वारा 2/3 बहुमत पाएर विजय हासिल गर्नुभयो र उहाँमा कुनै पनि दम्भ र अहंकार देखिएन। उहाँ विनम्र भएर भगवान को सेवामा, माधव को सेवामा, जनता को सेवामा उहाँले आफूलाई समर्पण गर्नुभएको छ। उहाँमा देश प्रेम छ, उहाँमा राष्ट्र प्रेम छ, उहाँमा भागवत प्रेम छ, भक्तहरूप्रति स्नेह छ। हुन त मेरो 10 वटा जुन मैले 10 वटा बुधा छ, मैले त्यो बुधा रात को 3 बजेतिर उठेर मेरो मनमा उठेको थियो र मैले त्यो बुधाहरू तयार गरेको थियो। त्यो बुधाको पहिलो स्टेप नै के थियो भने यो देश कृष्ण भावना भवित वा राम राज्य वा भागवत भावना भवित देश बनाउनु पर्छ र चाँडै घोषणा हुन्छ भनेर मैले बुधा त लेखेको छु। र अर्को कुरा, भगवान गौतम बुद्ध को जन्म स्थल लुम्बिनी काटमार रहित हुनुपर्छ, मांसाहार हुनु हुँदैन। त्यहाँ भगवान गौतम बुद्ध को जन्मस्थल विष्णु को ठाउँ हो, भगवान को ठाउँ हो। त्यो ठाउँमा अहिंसा को प्रचार गर्नुपर्छ। त्यो पनि मैले दोस्रो बुधामा खोलाएको छु। तेस्रो बुधा के रहेको छ भने भागवत भक्तहरूको लागि गाडी को व्यवस्थापन गर्नुपर्छ र चौथोमा इन्डिया एउटा हाम्रो छिमेकी मुलुक हो। हाम्रो सदियौंदेखिको उसँग सम्बन्ध रहेको छ। हामी मैत्री भाव गर्नुपर्छ, हाम्रो सम्बन्ध बलियो बनाउनुपर्छ र विभिन्न हाम्रो देशमा रहेको जडीबुटीको व्यवस्थापनलाई खोजबिन गरेर देशलाई अगाडि बढाउनुपर्छ। र 5औं नम्बरमा के छ भने हाम्रो देश कृषि प्रधान मुलुक हो र यो कृषि प्रधान मुलुकमा कृषकहरूलाई पीडा दिनु, कृषकहरूको कदर नगर्नु यो एकदम दुर्भाग्य हो। जुन देशमा रहेका भूमिपुत्रहरू हाम्रो उत्पादन गरेर त्यो हामी अन्न खान्छौं र त्यही भूमिपुत्र, त्यही धरतीपुत्रलाई हामीले सम्मान गर्दैनौं भने वास्तवमा हामी त्यो पाप खाइरहेका हुन्छौं। धरतीपुत्रले उत्पादन गरेको अन्नको सम्मान गर्नको लागि हाम्रो किसानहरूलाई
प्रिय किसानहरूलाई उहाँहरूलाई हामीले सम्मान गर्नुपर्छ, अन्तर्राष्ट्रिय किसिम लेभलमा पुर्याउनुपर्छ र उहाँले उत्पादन गरेको जुन छ त्यो उत्पादन गरेको फलफुललाई, गरेको अन्नलाई हामीले गाउँ गाउँमा गएर किनिदिनु पर्ने वातावरण बनाउनुपर्छ भन्ने मेरो भनाइको त्यहाँ तात्पर्य छ। त्यस्तै अन्य चाहिँ 10 वटा बुँदा मैले बनाएको थिएँ र त्यो बुँदाको शुभारम्भ भइसकेको छ। श्रद्धेय माननीय बालेन्द्र शाह जो जनक नन्दन हुनुहुन्छ, दिव्य पुरुष हुनुहुन्छ, उहाँको नियत एकदम सफा छ, उहाँ देश प्रेमी हुनुहुन्छ। उहाँ प्रति मेरो विशेष प्रेम छ र एकदम आनन्द लागेको छ, एकदम खुसी लागेको छ। हाम्रो बालेन सरकारलाई अग्रिम शुभकामना तथा बधाई। मेरो नाम श्याम सुन्दर दास, म हरिनाम संकीर्तन गर्छु र अन्तर्राष्ट्रिय कृष्ण भावना भवित संघ इस्कॉन नेपाल शिला प्रभुपादको संस्थामा हामी जुडेका पनि छौं र शिला प्रभुपादले आज चाहिँ यो हाम्रो जुन धोती कुर्ता पहिरन छ उहाँले इन्टरनेशनल बनाइदिनु भएको छ, अन्तर्राष्ट्रिय स्तरमा पुर्याइदिनु भयो। हरेक देशमा हाम्रो कृष्णको मन्दिर पाउनुहुन्छ, प्रसादको वितरण भइरहेको छ। त्यसैले म एउटा उहाँको अनुयायी, गौरंग महाप्रभुको अनुयायी र हाम्रो माननीय बालेन्द्र शाहलाई हृदयदेखि हार्दिक मंगलमय शुभकामना र उहाँको सधैँ जय होस्। उहाँको लागि उहाँको तेजस्वी भइदिउन्, उहाँ प्रतापी भइदिउन्, यशस्वी भइदिउन् र देशमा रहेको भ्रष्टाचार, देशमा रहेको पीडा, देशमा रहेको छुवाछुतको भावनाले निर्मूल पारुन्। उहाँले सत्तामा पुगेर भगवानको सेवा गर्नुहुन्छ, देशको सेवा गर्नुहुन्छ, जनताको सेवा गर्नुहुन्छ। हामी श्याम सुन्दर दास, मेरो नाम सोमेन्द्र अलोक बानिया, यहाँ सडकमा हरिनाम संकीर्तन सहित हामीले भगवानसँग प्रार्थना गरेर देशमा परिवर्तन गर्छौं र युग धर्मको स्थापना गर्छौं। यो हाम्रो वैश्विक महाआन्दोलन हो। यो नेपाल मात्र होइन, यो सारा संसार भरि यो भइरहेको छ र यसमा हामी नेपाल एउटा विश्व गुरुको रूपमा प्रस्तुत हुन गइरहेको छ। धन्यवाद जनक नन्दन बालेन्द्र शाह ज्यूलाई र उहाँको सम्पूर्ण कोर टिमलाई र आउने सम्पूर्ण सांसद माननीयहरूलाई र देशका युवाहरूले देशको सेवाको लागि आफ्नो एउटा कम रकममा शुल्कमा उहाँहरूले चाहिँ सांसद भएका छन्। अब पहिला जस्तो सोच्नु पर्दैन, अब हरेक सांसदले देशको सेवा गर्ने हो, जनताको सेवा गर्ने हो, धर्मको स्थापना गर्ने हो। यहाँ अब त्यो दिन गयो, भ्रष्टाचारीहरूको दिन गयो। त्यसैले म सम्पूर्ण सांसदहरूलाई र हाम्रो माननीय बालेन्द्र शाहज्यूलाई र सम्पूर्ण चाहिँ उहाँको टिमलाई म हार्दिक शुभकामना दिँदै उहाँको राम्रो होस्, उहाँको जय होस् र भगवान श्री राधा गोविन्द हरिजीको कृपा बनिरहोस् भनेर मंगलमय शुभकामना व्यक्त गर्छौं। हरे कृष्णा कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे। श्री पशुपतिनाथ भगवान को जय।